यताबाट देखिन्छ अनि पुरै रातो भयो त भएको छ यो त बुढो मान्छेको हात जस्तो भएको त अनि चटपटे खायो चटपटे यो चिसोले होइन पिरोले हो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु द च्यानल फेरि पनि यस्तो नयाँ भिडियो लिएर अनि के अरे आज चाहिँ एप्रिल 1 होइन हिजो अनि म चाहिँ क्लासमा आइसकेँ अनि हिजो चाहिँ हाम्रो प्लान के भएको थियो भने चाहिँ चटपटे बनाउने भनेर भएको थियो होइन अब मलाई ल्याउन त पठाएँ यिनीहरूले होइन यहाँ चाहिँ नि यिनीहरूले ल्याउन त पठाएँ मलाई सामान चाउचाउ यिनीहरूलाई देखाएको चाउचाउ र भुजा चाहिँ ल्याउन पठाएँ अनि अहिले चाहिँ म लिएर पनि आएको छु होइन अब थाहा होइन अब त्यो मै फुल हुने हो त्यो भएर थाहा भएन अनि डबल पनि हुनसक्छ फेरि यहाँ होइन के होला बिजुन होला त के होला मलाई चाहिँ त्यो गरे आउनु जस्तो लाग्यो मलाई त म्यामले बत्ती पनि भएको ब्याग भरेर लिएर आएको छु मैले यहाँ होइन लोन त लिएको छु एउटा लिएर अर्को लिएको छु भन्नु पर्छ पूजाले चाहिँ चाउचाउ लिएर छु भन्नु पर्ला अब अरू सामान ल्याउने मान्छे अब यो छैन ल कफी लिएर आएको यिनीहरूले आशिष तिमीलाई त कफीको बारेमा सोधे होला नि त नि होला कफी ल्याउने हो कि भन्नु ओ लिएर खाऊ ओ रेजिना ल्याऊ तिमी साथ होइन हिजो के भनेको थिएँ ल्याऊ ओ ल्याऊ आशिष तिमीले साँच्चै ल्याऊ भने एप्रिल फुल भनेर म त लिएन नि त अनि एप्रिल फुल अनि आज गरिन्छ नि त त्यो कुरा अनि त्यही भएर एप्रिल फुल भयो कि भने साँच्चै हो है सबै परेको थियो मेरो भागमा त सबै परेको थियो मेरो भाग र साथीहरू यहाँ चाहिँ हाम्रो प्लान हिजो थियो है अनि म चाहिँ एप्रिल 1 चाहिँ के अरे अब फुल बनाउने हो नि त मान्छेलाई फुल मतलब ओएल त होला नि होइन ओके काडा भएछ साथी मैले त के सोचेको थिएँ हिजो अब यिनीहरूले भन्न त भने भोलि एप्रिल 1 हो होइन अनि मलाई त्यत्तिकै मजा गरेर भनेर मैले यिनीहरू केटाहरूलाई पनि भनेको थिएँ के अरे गाएन भनेर अनि लास्टमा त यिनीहरूले नै लिएर आएर चाहिँ के अरे सामानहरू अरू काँक्राहरू काटेर हुन्छ नि मसलाहरू सब मिसाएर ओ अप्रिल फुल यो मान्छे अप्रिल फुल उता हेर है तिमी पछाडि कपालमा फुल पनि छ हेर त रेजिना फुल नै लगाएर आएको त तिमी पछाडि के थियो कपालमा सामान देखाउ न लिएर आएको तिमीले देखाउन यार खै है रेजिना देखाइदियो न एकचोटि सामान छिटो के न त मलाई फोन गरेँ न त तिमीले फोन गर्यो भने के ल्याउनु त अनि मैले मैले कपाल त्यो भए अलि त्यो हुन्छ कि है कपाल करले गरे भए स्ट्रेट हुन्छ कि मैले बिचारी कठै भइसक्यो आशिष आज त नारायण पनि अप्रेल फुल भएछ नि अलरामले हानिदिएछ नि अलरामै बजेन अरे है साथीको चाहिँ अर्को साथीको अनि तिन चाहिँ सुध्या भएछ मोबाइलले दियो तिनलाई चाहिँ फुल बनाइदियो अर्को पनि केही छैन नि होइन अर्को के छ र त्यो मोटेको छैन होला त्यसको
झापाली अप्रिल फुल भयो झापालाई कुटम लाग्यो होला मेरो मनमा नै झापाली रेजिना थापा यता हेर न ओइ ओइ रेजिना शराब फिर्ता ल्याउन यार लौ के हेर न लौ हेर शराब फिर्ता ल्याउन यार शराब फिर्ता लौ हो शराब फिर्ता ल्याउ एक्लै यी आइसक्यो साथीहरू यहाँ मसलामा छ तर भुजा चाहिँ धेरै हुन्छ मसला चाहिँ थोरै हुन्छ जस्तो त भुजा मात्रै ल्याएको ए ओइ ओइ आशिष ल्याउनु जाऊ यार चाउचाउ बिर्सिसक्यो साथी यार यहीँ हाले तेरो छैन त केटा हो अब सादा सादा त ए अप्सन यस म्याम सुलभ प्रेजेन्ट म्याम ल थाहा पायो भएन खाऊ यार सादा चटपटे खाऊ अब चाउचाउ म त हालेको मान्थेँ क्या साथी यार हाँसे चाउचाउ त यहीँ भात मान्थ्यो मैले त केटा कोही झापाली सबै त्यहाँ राख त अब सादा भए पनि खानु पऱ्यो नि त के गर्नु तर धेरै सस्तो रहेन छ कि मैले हाले आफ्नो मान्थेँ होइन हो कहाँ हाल्ने भित्र हेर न हो छैन हो यो चिप्स छ त नि त्यसमा सादा पनि खानु पऱ्यो तिम्रो त्यो खेर त न ठिक छ घर लगाएर जान्छ म चिउरा अरे मासुसँग खान्छु बुझाएर मासु छैन हौ मैले बिर्सेछु क्या साँच्चै चाउचाउ बिर्सेँ चाउचाउ हेर चेक गर चाउचाउ उहाँ थियो हो चाउचाउ होइन ओके म्याम हो कि साँच्चै कस्तो आमा कसम खबर हेर त आमा कसम खबर चेक गर हौ ब्यागहरू मैले बिर्सेछु साँच्चै के भन्छ त्यसको नाम के अरे त्यो कफी बनाउने मान्छेलाई के भन्छ कफी बनाउने मेसिनलाई के त्यो मान्छे भन्छ नि जुन त्यसको नाम लिएर के भन्छ अरे बारिस्टा के बारिस्टा होइन बरिस्टा हो र बरिस्टा हो नि त त्यही त बारिस्टा हो वरिष्ठ त्यो त वरिष्ठ भनेर त वरिष्ठ नागरिक भने जस्तो भइगयो नि वरिष्ठ अब अब हेर त्यो इदीको नास्ता हो झापाले थाहा पायो यार चाउचाउ लुगाइदिएको थियो यार झन् थाहा पायो यार झापाले थाहा पायो तिमीले त्यो तल राख ब्याग भने हो र अनि तिमीले पता थियो तर मसला त अलिक पऱ्यो हुन्छ जस्तो लाग्यो मलाई यत्रो धेरै हात पानी हालेर झोल खाने हो चटपटमा हेर म पहिला सुन्नुहुन्न है त्यो राम्रो खानु बेला राम्रो हुन्छ सुन्नुहुन्न तिमीलाई फेरि साथी यार पेपरमा बनाउनु के बाटाले कोनमा ओइ ओइ के रे सृष्टि अप्रिल फुल भन्नु न झापाले झन्न ठगिएको थियो यार झापाले झन्न ठगिएको थियो यार यो पनि राख ल यसलाई नि मिसाउनु पर्छ
यो हाल्दा तर उयो राम्रो चम्ची नै होइन त्यो चाहिँ एप्रिल फुलै हुन्छ साँच्चीकै त्यो आशिषको कपी छ त पाना त्यसमा हालेर कैँचीले काट्नुपर्छ हो त्यसले रेट लाउँछ अब $5 भन्दै साथीले फेरि हरेक पानाको हिसाब लगाउँछ नि क्रिटिकल निकालेको पैसा निकाल कस्तो क्रेट चम्चा लिएर आउँदैन उता गएर कहाँ प्लास्टिक उनीबाट किन्न मिल्छ त हो के खाने अस्ति हामीले कति त्यो पनि हो तिम्रो कपीको त्यो गाता हुन्न त्यसले बनाएर भइसक्यो एउटा त इचको पाना नै के कभर 10 सेन्ट लिन्छ ओए इचको 10 सेन्ट लिन्छ त्यो बाजी चम्चा हो त्यो बाजी चम्चा हो ठिक छ ल्याउनु जाऊ यहाँ तल अहिले गएर लिएर आउँछ चम्चा तिम्रो कपी कोही नदामकै पैसा खर्च नगरौँ न तिम्रो कपी छ त कपी च्यादा म है पैसा खर्च गर्छु है तिमीहरूले प्लास्टिक ल्याएको छ कि के को प्लास्टिक दिएको छैन भने अब हातमा बनाउने अब हातमा चाउचाउको प्याकेट खाने चाउचाउ प्याकेट छ त चाउचाउ प्याकेट भनेर खाने कि चम्चा लिएर आउँदैन चम्चा चाहियो जस्तो तिम्रो कपी गराउँला कि साथी को रिजन भन त यिनको कपीको गादा काटेर गराउँला भन त कपीको के काम छ अब भन त महिनाको 7 महिना काम गरेको त्यो 5 झापारी डाहाले उहाँ पुरा चुर भइसक्यो धन्नै पर्याङ भनेर चाउचाउ थाहा पायो क्या ब्याग तल राख्नु पर्ने रहेछ उतै साइडतिर राख्नु पर्ने फेरि अहिले त साइडतिर राख्नु पर्ने यार चाउचाउ पनि यार यो चाउचाउ त होइन होला नि त अनि हेरेकै तर कुन चाउचाउ हेर त फेरि मैले ल्याउनु त लिएँ साथी हरियो छ भेट पऱ्यो भेट चाउचाउहरू भेज जस्तो छ हरियो ए यस्तो कुन पऱ्यो म त हालिदियो मैले करेन्ट चाउचाउ देखाएको थिएँ करेन्ट त मिठो हुँदो लाग्यो गयो उठाइदिनु भने गयो हुन्छ रारा पनि छ नि रारा झन् गजब हुन्छ होला है पहिले एकचोटि रारा चाहिँ मैले कहिले खाएको भने फर्स्ट टाइम जब भुइँचा राखेँ 2072 सालमा कि त्यति बेला मम्मीले लिएर काठमाडौँ हुनुहुन्थ्यो त्यति बेला राहत बाँड्न गयो बेला रारा चाउचाउ बाँडेर रहेछ कि त्यति बेला लिएर आउनु थियो ए यो पनि राख ल पुरै यो ल यो चाहिँ पानीमा हालेर खानु तिमीलाई त्यो मोबाइलले अपडेट बनाइदियो आज अनलाइन नभए अनलाइन खानु भयो राख हौ यो तिम्रो सामान त होइन सबैको सामान हो मेरै हो म त लगेर झन्न मसला खेर गएन यो तिमीहरूको टाउकोमा लगेर गाली त गर्दैन फेरि तिम्रो मलाई भिडियोमा हालिदियो भनेर नहाल्नु मतलब तिमीलाई ब्लर हालिदिन्छु फेसमा फुल हालिदिन्छु एप्रिल फुल भने खाउन मसला सब्जी मसला खाउँ मैले चाहिँ के अरे त्यहाँबाट लिएर आएँ है के मसलाकै चम्ची खान्न हो मसला मात्र त खाउन यार कस्तो खान एकछिन यहाँ यो बनाउँदैछ हामी चाहिँ भर्खर यहाँ तल कन्भिनियन्स स्टोरदेखि प्लेट र चम्मच लिएर आएको थियौँ है कति पऱ्यो साथी प्लेट र चम्मच 900 पऱ्यो यार $9 नेपाली 900 पऱ्यो यार देखाइदिएको कति छ आउँथ्यो 900मा त अनि पार्टी हुन्थ्यो घर मलाई त्यो प्लेट र चम्मच देखाइदिएको कति छ त्यो खोलेर यो प्लेट र चम्मच लाग्यो प्लास्टिक पनि जोड्यो जस्तो लाग्यो यार मलाई त प्लास्टिक नि जोड्यो के थाहा टन्नै लेखेको थियो प्लेट त टन्नै हो तर यो चाहिँ यति ल्याएको होइन यो चाहिँ डलरमा जानु पर्ने अल्छी गरेर दिमाग अब बुट्याएको साथीकै पैसा जान्छ मैले त हिजो ल्याइसकेँ सबै साथीकै पैसा जान्छ अब सबैभन्दा महँगो आशिष पर्ने भयो महँगोमा लौ राख खै जापाली लग्यो त्यही अलि त्यसैमा खाएर है त्यसैमा खाएर पखालेर लगेर यहीँ बनाउने हो कस्तो यही बनाउने
चटपटी बनाउनु त यहाँ यहाँ बाहिर बनाउने भने केही हुँदैन चटपटी घर असाइनमेन्ट असाइनमेन्ट गर्नु कहाँ छ यहाँ चटपटे पार्कमा पार्कमा छ नि त यता पनि छ उता पार्क जाने अरे हजुर हुन्छ पार्कै गइन्छ अनि बाहिर कहाँ बाहिर खाने रोडमा पार्कमा भन्छ नि त त्यही त पार्क भनेको बुझ्यो फेरि रोड अरे फेरि कुरा अर्कै चल्ला झापाति फेरि यहाँ कहाँ गम्भीर छ कुरा ल त्यही नै हो अब एकैचोटि खाने यसो बेला लग झापारीलाई चाहिँ कुटी हाल्नु न निकडेमा झापा त तिमी हो नि त्यो ब्यागले तोपेर पब्लिक हान्नुपर्छ आशिष ब्यागले तोपेर पब्लिक हान्नु पर्दा जस्तो झापाले ब्यागले तोपेर टप्ली हान्ने ल हामी चाहिँ अब कलेजदेखि क्लासदेखि बाहिर निस्किसक्यौँ है यता छन् बाहिर होइन बाहिर निस्कियो कि बाहिर 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 हो नि त साथी बाहिर वास्तवमा होइन कि बाहिर निस्कियो हामी चाहिँ अहिले निस्किसक्यौँ है बाहिर अनि त्यसपछि यहाँ छौँ केटाहरू यतै केटीहरू अनि त्यसपछि हामी चाहिँ अब यहाँ चटपटेको लागि रेडी साथीले पुन्टुरो बोकेको छ नि देखाइदिनु साथी पहिलो कुरा अनि अर्को फेरि उता अनि आज फेरि अप्रेल फुल भएको मान्छे चाहिँ उता अघि लास्ट चिसो भयो यार त यार अलि पिरोले तातो हुन्छ हौ साथी अनि हामी चाहिँ यहाँ पार्कमा जाँदैछौँ यतातिर अनि क्लासमा पुरा अब क्लासमा पनि के गर्नु भनेर त्यो छेउ लाग्यो त्यसपछि चिसो पनि छ बाहिर चाहिँ मस्तको घाम पनि लागिरहेछ अनि बाहिर त्यहाँ फेरि के अरे हलमा चाहिँ पुरा सब सिटहरू बुक थियो कि सब भरिरहेको थियो तास खेलिरहेको थियो कि क्लासमा चाहिँ क्लासमा त उता त तास खेल्दा थियो केटा पनि मुलाहरू तास खेल्दा थियो सब रिजर्भ हानेर सिट यार ए केटाहरू पुल बनिरहेको तास खेल्ने ल यहाँ रेडी हुँदैछ कि ल छिटो बनाउँछ ल साथीहरू ल छिटो मेरो अर्को यिनी चाहिँ काठमाडौँमा चटपटी बेच्दिनु है एउटा छ नि त्यो 400 वाला त्यसको साइडमा काम गरेको पसलमा भुजा उडाउला सृष्टि भुजा चाहिँ उडाउँछ जस्तो लाग्छ साथीहरू वाङ्दी यता आउँछ यार हावा छेक्छ कि तर वाङ्दीलाई कालो देखियो यार के भयो घामले यार लाइट पऱ्यो नि त साथीहरू यता आउन साथी यार तिमी यार ल भन न के भन्नु तिम्रो डायलग भन न अमिलो पिरो भन न तिमीले त्यो चर्सेको त्यो साइडमा काम गरे होइन त्यो साइड हेल्पर होइन साइड हेल्पर ए धेरै भइसक्यो भिडियो उही देखाउनु पर्छ कि सृष्टि पनि त हो नि अनि सृष्टि पनि त है सृष्टि पनि त काठमाडौँ होइन र डायलग भन न सृष्टि आवाजै होइन प्लास्टिक ए राख न पुरा डाडु छैन रे को छ यार सरी अब हेर त हाइट अब आफ्नो मै छु कि हो रे फेरि हो साथी प्लेट पिकनिक उता पनि दियो प्लेट बाँड्दा आउनु सबैलाई ए अँ यार प्लेटमा हाल्दै उड्ने पिकनिकमा आए जस्तो भयो लाइनमा ए उसले त कति छिटो अघि प्लेट बोकिसकेको छ ओए कति बेला यो मान्छेले प्लेट लगिसकेको छ यार अघि नै यार ल साथी प्लेट पनि आयो है ल ए आशिषलाई आएन कतिवटा रहेछ प्लेट धेरै छ झापाले लग्छ अब लग झापाले एमा त्यो बनाएर खायो ठिक छ एक फोनको भिडियो बनाऊ कि कसले कति आफ्नो भनेर भिडियो बनाउनु पर्छ कसलाई थोरै पर्छ कसलाई धेरै पर्छ भनेर साथी के छ आफूले हाल्ने होइन कि अनि तिमी त पस्किने मान्छे उडाउँदैन
उडाउँदैन हौ घोलिसकेको छिटो ओए आउ न ओए हेप तेरिका आफ्नो आउन भनेको यो चाहिँ के गर्नु उडाउँदै जस्तो उडाउँदैन के अलि अपोजिट डिरेक्सनमा छ नि यसरी चाहिँ म सकिन्छ हावालाई हुन्छ हुँदैन मलाई यो त अर्कोले थापेको ल बिबे ओए आउ केटा ल यहाँ आउने के भयो इङ्ग्लिस टाइम बनाउने मैले दबाई दिन्छु न समात्यो भन्छ अहिले यो मान्छेले दुटा समात्यो यो मान्छेले दुटा समात्यो यार समात्दैन चिसो हो क्या यार चिसो हो जुत्ताले नि खान्छ होला नि त तिम्रो अनि ए तिमीलाई चटपटे खान हतार भइसक्यो ल भइगयो पिरो छ छैन यो रातो खोर्सानी टक्क न अनि बेला रातो खुट्टा चाहिँ नलिउँ न यार पिरो छ चिसो भइसक्यो हात त ला जाँदैछौँ क्लासमा म्यामले चाहिँ अब त्यही त एटेन्डेन्स लिएर फेरि हटाइदिए पनि हुनसक्छ थाहा भएन ऊ मान्छे फोहोर फाल्न गइसक्यो उता ओ यो पनि फाल्यो नि साथी फोहोर ए हात हेर्न सक्नुहुन्छ यहाँ केही देखेन केही देखेन र यताबाट देखिन्छ अनि पुरै रातो भयो त भएको छ यो त बुढो मान्छेको हात जस्तो भएको छ नि चटपटे खायो चटपटे चिसोले होइन पिरोले हो पानी आशिषको ल अब भिडियो चाहिँ यति नै हुनेछ है ल थ्याङ्क यू फर वाचिङ टिल देन बाबा ल ओए बाई भनिदिउँ न साथीहरू यार कहाँ गयो बाई नै भन्दैन नि यार केटाहरू ल बाई 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 कहाँ गयो आसिम बाई भनिदिउँ ल अब ल हाम्रो के अरे बाई भनिदिउँ न नि हो ल बाई बाई सकियो अब हामी चाहिँ क्लास एटेन्डेन्स लाग्यो भने सकियो फेरि मेरो पनि रातै खाएको त्यस्तो राम्रो आशिषको जस्तो भएन यार ल